तपाईले देख्न सक्नुहुनेछ गाइज यो हरियाली एक दुईवटा होमस्टे यहाँनिर एउटा घर जाँदा चाहिँ हामी यतैबाट जान्छौँ अनि यो पार्टीबाट चाहिँ हामी आएको होइन अहिले अफरोडिङ चेक गर्न सक्नुहुनेछ फेरि सक्नुहुनेछ गाइज हिल्स हेलो एभ्रीवन वेलकम ब्याक अगेन विथ अ न्यू भ्लग है र आज चाहिँ म यहाँ रिटर्न फर्किँदैछु हलबाट है अनि आज चाहिँ दिन अलिकति रमाइलो होला जस्तो हुँदैछ र मैले भ्लग सुरु गरेको कन्टिन्यू 3 दिन भइसक्यो कन्टिन्यू पानी परेको छ मिरिकमा चाहिँ ल फ्युल अप गरिदिइहालौँ है फ्युल अप त भयो लेट्स मुभ आउट है र दिन एकदम राम्रो हुँदै थियो अचानक फेरि के भयो डल्लै दिन त अन्धेरो भएर पायो त बट नो वरिज जाने हो भनेपछि जाने हो है र पहिला घरमा पुगिहालौँ है त्यहाँदेखि बाँकी कुरा त्यहीँ गरौँ अहिले फिलहाल दिन यस्तो प्रकारको भइराखेको छ होइन सो सी यू सो हेलो गाइज वेलकम ब्याक अगेन म घर आइपुगिसकेको छु होइन अनि यहाँ म्याडमजीले चाहिँ हल्कासँग घर सानाक्सिनी गर्दैछ होइन अनि मेरो हेलमेट चाहिँ छ र अब दिन अलिकति राम्रो भएको बेलामा चाहिँ चलिहाल्ने किनभने पानी पर्ला जस्तो भइहाल्छ कि सो अब चाहिँ अलिकति थोडा यहाँनिर मेरो बेबीलाई हल्का काम सघाइदिन्छु होइन के छ यताउता त्यहाँदेखि चाहिँ खानासाना खाएर चाहिँ चलिदिने अब कहाँको डेस्टिनेसन हो त्यो चाहिँ अहिले तपाईँहरूले भ्लगमा हेर्नु ल सो सिया गाइज बाई अब चाहिँ हामी निस्केको यहाँबाट किनभने कामसाम सक्यो है बहुत टाइम लाग्यो अनि यस्तो यो 12 बजी पछि खाना खाएपछि चाहिँ साह्रै निन्द्रा लाग्दो रहेछ क्या अन्त ऊ यहाँ छ भयो पानी यहाँ देख्नु सक्नुहुन्छ हाम्रो चाहिँ पानी घर जलले गर्दा यो खालको पानी आउँछ हाम्रोमा चाहिँ कस्तो खुसी लाग्छ भलले बगाउन आँटिसक्यो घर जलको पानी आएर क्या सो यहीँ मारुतिग्रो यहाँ छ है अब माउन्ट गरेर भेटौँ बाई सो हे गाइज अहिले चाहिँ हामी यहाँनिर सौरिनेमा आइसकेको छौँ है अनि अफरोडिङ मलाई चाहिँ अफरोडिङ एकदमै मनपर्छ वाइल आइम डुइङ भ्लग है जब म भ्लग गर्छु नि अफरोडिङ छैन भने मजै लाग्दैन क्या सो अहिले चाहिँ सौरिनीको यो यता तपाईँको घुमानटार जाने बाटो छ है घुमानटार साधु गाउँ जाने बाटो यो चाहिँ यता साइडको हो फर्स्ट गोलाइमा भेटिन्छ अनि तपाईँ परबाट सौरिनी हाई स्कुलको ओह्रालोबाट पनि आउनु सक्नुहुनेछ यो बाटो है यो एउटै भेटिन्छ पर गएर पनि त्यही बाटो हो यहाँबाट पनि त्यही बाटो हो यो चाहिँ मेन रोड हो साधु गाउँ जाने है साधु गाउँ घुमाउनटार अब के भन्छ मेरो भिडियो कन्टिन्यू हेरिदिने कन्टिन्यू लाइक कमेन्ट गरिदिने दाको घर पनि यता नै हो है राजेश दाई तपाईँहरूको यो गाउँको बाटो हेरिराख्ने एकदम खत्तम भइसकेछ देख्नु सक्नुहुनेछ है गाइस तपाईँहरूले आम्मा म त यस्तै बाटोहरू मात्रै हिँड्नु मन लाग्छ त्यो गाउँ बजारहरूको बाटोमा त सबैले भ्लग बनाइरहेको हुन्छ कि म चाहिँ यस्तो टाइपको बाटोमा भ्लग बनाउनु मन लाग्छ र यो गाउँलाई चाहिँ भन्ने गर्दछ तपाईँको साधु गाउँ है सबै यो होल गाउँ है यहाँनिर पनि देख्नु सक्नुहुनेछ तपाईँहरूले यहाँतिर हामी पहिला म मङ्गेश दादाहरू चाहिँ यहाँनिर चाहिँ हामी ऱ्याकेट खेल्न आउँथ्यौँ हो त्यति बेला चाहिँ हाम्रो अडिटोरियम खुलेको थिएन होइन भयो भने चाहिँ एक दिन चाहिँ म तपाईँहरूलाई यता लिएर भ्लगहरू पनि देखाउने छु होइन मलाई फलो गर्नु चाहिँ नभुल्नु होला है यस्तै भ्लग र कन्टेन्टहरू म ल्याइरहन्छु होइन रिल्स चाहिँ कस्तो लाग्दैछ कमेन्टमा चाहिँ ट्याप लाएर भनिदिने हो क्या गाइज र अहिले चाहिँ डाँडागाउँ पुगिसक्यौँ हामी है र यता साइडबाट जानुपर्छ हाम्रो डेस्टिनेसन चाहिँ यो हो यताबाट जानुभयो भने चाहिँ तपाईँ मन्जुको तल मन्जु पार्क अनि मन्जु ग्राउन्डहरू सबै पुग्नुहुन्छ है बट हामी चाहिँ जानुपर्ने यता हो र गाइज देख्नु सक्नुहुनेछ अति नै मजाको बाटो है पहिला चाहिँ हामी यही बाटो आउने गर्थ्यौँ होला है फर्स्ट म यो बाटो आउँदा चाहिँ पहिलानिर सानोमै आएको होइन सानोमा आउँदा चाहिँ गाडीमा आएको थिएँ यो बाटो चाहिँ एकदमै खत्तम थियो गाइज जेसिबीले खुनेको मात्रै है ढुङ्गाहरू निस्केको हो माटैसरी त्यस्तो थियो क्या अहिले चाहिँ यो उयो बाटो चाहिँ तपाईँको अलकत्र आएकोदेखि चाहिँ एकदमै राम्रो भएर गएको छ हेर्नु सक्नुहुनेछ तपाईँले देख्नु सक्नुहुनेछ गाइज यो हरियाली मलाई चाहिँ यस्तो टाइपको जग्गाहरू मनपर्छ क्या चेक आउट द रुट आम्मा सिधा यस्तो सफा मन छुने क्या र तपाईँहरूले थाहा त पाइसक्नु भयो होला मेरो डेस्टिनेसन कहाँको हो भनेर है र तपाईँहरूले जे गेस गर्नु हुँदैछ एकदम ठिकै हो अहिले चाहिँ म र मेरो वाइफी जाँदैछौँ बुङकुलुङ है त्यो ब्रिजको पनि अलिकति तपाईँलाई भ्यूहरू देखाइदिन्छु अनि त्यो ब्रिज
भित्रपट्टि पनि गएर आउँछौँ हामी र त्यो ब्रिजभित्र चाहिँ एउटा त्यो ब्रिजको मुनिपट्टि चाहिँ एउटा टनल जस्तो छ है सायद अब पहिलाको जमानामा बनाएको होला त्यो टनलहरू के को लागि बनाएको त्यो चाहिँ याद छैन है हामी त्यो टनलमा आज एकपल्ट पसेर हेर्छौँ हामी बुङकुलुङ आइपुगिसकेको छौँ वेल मेन्टेन्ड रोड फर्स्ट त तपाईँले यही देख्नुहुन्छ एक दुईवटा होमस्टे यहाँनिर एउटा होमस्टे त अब यतातिर त लगभग भनेको पनि 5-6वटा त होला 2टा होमस्टे रुख कटहर देख्न सक्नुहुनेछ गाइस आम्मामा हेर अनि यता चाहिँ भुइँ कटहर आम्मा र अहिले चाहिँ हामी यहाँनिर 3टा रुट भएको जग्गामा पुगिसक्यौँ है यहाँनिर तपाईँले देख्न सक्नुहुनेछ एउटा तपाईँको यता गयो भने चाहिँ यो जिरोको बाटो यहाँ अहिले चाहिँ घर जाँदा चाहिँ हामी यतैबाट जान्छौँ अनि यो पार्टीबाट चाहिँ हामी आएको होइन यहाँ चाहिँ 3टा रुट छ यताबाट अहिले एकदमै दामी बाटो छ अहिले देखाउँछु गाइस सो बनेर यो भ्लग पे यसो तपाईँहरूलाई त्यो ओह्रालो खोलापट्टि पनि लगेर देखाउँछु होइन अनि माथिल्लोपट्टि पनि अझै सानोतिनो हाट लाग्दो रहेछ र जहिले पनि तपाईँ बुङकुलुङ आउनुहुन्छ बुङकुलुङको पुल जानु इच्छा छ भने चाहिँ तपाईँहरू यो पुल हो भनेर चाहिँ नझुक्किनु होला है यो चाहिँ पुल होइन तपाईँको यो पनि पुल चाहिँ पुलै हो बट मेन पुल चाहिँ तपाईँको परानिर छ र यो पनि एउटा पुलै हो हुनु चाहिँ बट मेन पुल चाहिँ तपाईँको पारिनिर र यतापट्टिको यो जुन बाटो तपाईँहरूले देख्नुहुँदैछ है यो बाटो चाहिँ अलिकति भए पनि मेन्टेन भइदिएको भए चाहिँ यतातिर पनि टुरिस्टहरू आउँथ्यो होला है बट यो बाटो चाहिँ यस्तो छ र चाहिँ त्यही भएर चाहिँ तपाईँको टुरिस्टहरू चाहिँ नआएको तपाईँले अफरोडिङ चाहिँ गर्नु सक्नुहुनेछ फेरि अनि अस्तिको पालि हामी एकताल असाले पनि गएको थियौँ है गाइस अनि असाले जाँदा चाहिँ एकदमै अफरोडिङ यो त केही होइन योभन्दा त डबल ट्रिपल छ अफरोडिङ त्यताको होइन सो त्यता पनि म एक दिन तपाईँलाई लगेर जान्छु मलाई फलो गर्नु चाहिँ नबिर्सिनु होला है यस्तै भिडियोमा माया देखाइदिइरहनु होइन हामी चाहिँ अहिले ब्रिज पुग्नु आँटेको छौँ है गाइस सो फर्स्ट अफ अल चाहिँ ब्रिज हामी पहिला ब्रिज जाने ब्रिजमा गएर फोटोसोटो खिच्ने एक दुईवटा है त्यहाँदेखि चाहिँ ओह्रालो खोलापट्टि झर्ने खोला जाने बाटो पनि तपाईँको यस्तो अफरोडिङै छ है यो त केही होइन यो त नर्मलै हो त्यो अफरोडिङ चाहिँ खोला जाने अफरोडिङ चाहिँ एकदमै घिनलाग्दो छ बाटो त्यहीँ गएर चाहिँ एकताल मेरो टायर पनि बिग्रेको क्या अनि यता यो साइडमा चाहिँ तपाईँले चाहिँ मुजुरहरू पनि देख्न सक्नुहुनेछ इफ यु आर लक्की है र यहाँनिर चाहिँ तपाईँले देख्न सक्नुहुनेछ मेरो स्टोरीमा हाहा रियाक्ट गर्नेहरूको यहाँनिर चाहिँ सन्तान पुरा रहेछ ऊ यहाँबाट देख्न सक्नुहुनेछ गाइस तपाईँले पुल अनि यहाँनिर देख्न सक्नुहुनेछ गाइस ब्यालेन्स बिग्डा तो तिगडा तपाईँले यहाँ देख्न सक्नुहुनेछ यो साइडबाट गयो भने चाहिँ तपाईँको ओह्रालो खोला जान्छ है हामी चाहिँ पहिला चाहिँ देख्न सक्नुहुनेछ गाइस तपाईँले हाम्रो यो ग्यामनको पुल अनि यहाँनिर चाहिँ स्पिड मात्रै चेक गर्नु है गाइस स्पिड चेक आउट द स्पिड हाम्रो चालै पाउँदैन अन्त स्पिड कतिको जाँदैछ भनेर र अब चाहिँ यो मेन भयो है यो चाहिँ 1300 अब यहाँबाट चाहिँ ओह्रालो जाने हामी सिधै सो गाइस हामी चाहिँ है पुगिसकेको छौँ अनि यहाँनिर तपाईँले देख्न सक्नुहुनेछ गाइस हिल्स दियाले के भन्न आँटेको छ अरे हो मलाई के भन्न आँटेको अरे लु त के अरे के भन्यो I'll give you a challenge हैन तिमीले चाहिँ यो ओह्रालो चाहिँ 10 मिनेट्स हैन 2 मिनेटसम्म हेर्नु पर्यो देख्यौ कतै पके ला रुनु आट्यो अनिकेत हैन अलिकति भए पनि डर चाहिँ हुन्छ तर त्यस्तो चाहिँ डर हुँदैन नि फेरि र जसलाई पनि पहाड एक्सप्लोर गर्नु छ नि यस्तो टाइपको के गर्नु पर्दैन मलाई फलो मात्रै गर्नुपर्छ ल पहिला हामी सानोमा हुँदा चाहिँ यहाँनिर पसेको होइन अहिले चाहिँ यस्तो छ सो यो चाहिँ तपाईँको जहिले पनि तपाईँ आउनुहुन्छ बुङकुलुङ है रिमेम्बर यहाँनिर चाहिँ पस्नु चाहिँ तपाईँ नभुल्नु होला औ यहाँनिर दिया कस्तो एक्सपिरियन्स भयो दिया डर लाग्यो छिटो डर त लाग्छ नि हिँड न तिमी त अगाडि तपाईँले देख्न सक्नुहुनेछ हामी चाहिँ यो पुल जुन छ है यो पुल चाहिँ हामीले पुरै तपाईँहरूलाई देखाइसकेको छौँ अब चाहिँ हामी तल खोलापट्टि जाने तर खोलापट्टि चाहिँ त्यस्तो खास केही छैन है एकछिन गएर आइहाल्छौँ सो बाई अब चाहिँ हामी खोलातर्फ लागेको है अनि यहाँनिर चाहिँ यो 1300मा चाहिँ कुदाउनु एकदमै मजा आउँछ क्या लेट्स गो
यस्तो मजा आउँछ कि 72 74 हो त इजिली हानिदिन्छ र चाहिँ तपाईँको खोला जाने हो सुरुवात भयो है खोला जानेको अफ रोडिङ चाहिँ यस्तो छ तपाईँले यहाँ देख्न सक्नुहुनेछ अहिले त राम्रै रहेछ बट त्यति बेला बर्खामा आउँदा चाहिँ योहरू चाहिँ डल्लै पानीले क्या डुबेको थियो हामीले चाहिँ पानीमै स्कुटी कुदाएको डल्लै पानी पानी ला अगाडि त बाटो त खत्तम रहेछ त हौ छोडिराख्नु बाटो चाहिँ तपाईँले देख्न सक्नुहुन्छ मारुतिको चाहिँ यहाँ छोडेँ है बट बाटो चाहिँ यहाँ यस्तो रहेछ नि त सब हिलो हिलो यो साइडमा चाहिँ सायद यो बाटो चाहिँ पिकअपहरूले गर्दा यस्तो भएको होला है किनभने यो साइडमा चाहिँ तपाईँको उयसको लागि त्यो बलुवा क्या ढुङ्गाहरू निकाल्नुको लागि चाहिँ पिकअप हिँड्ने गर्छ कि त्यही भएर यस्तो पुरा मैला रहेछ ग्यात रहेछ हिलो हिलो अनि उता साइड चाहिँ तपाईँको यहाँनिर चाहिँ यो माथि तपाईँले देख्दै गरेको ब्रिज छ नि यो भित्रबाट चाहिँ पर गएर चाहिँ ऊ पारिबाट चाहिँ एउटा निस्किने जग्गा छ बट हामी चाहिँ डल्लै भित्र चाहिँ गएनौँ किनभने उसलाई अलिक डर लाग्यो अरे होइन अनि मलाई पनि हल्का फुल्का त्यस्तो चाहिँ होइन त्यही पाहाडमा एक्सप्लोर गर्नेहरू चाहिँ बुङकुलुङ चाहिँ मिस नगर्नु होला किनभने यो चाहिँ एकदमै राम्रो प्लेस छ है अब म चाहिँ यहाँनिर आउनेको रिजन चाहिँ के हो भने अब बल्ल बल्ल हप्तामा एक दिन छुट्टी पाउँछ होइन अनि म चाहिँ छुट्टी पाएँ भने चाहिँ त्यो छुट्टीलाई चाहिँ पुरै युटिलाइज गरिहाल्छु नि त घरमा बसेर के गर्नु होइन घरमा बसिरहेर मात्रै हुँदैन त्यही भएर चाहिँ म चाहिँ यस्तो जग्गाहरू घुम्न आइहाल्छु ओ त्यहाँ माथि माथि घरहरू हेर्नु डल्लै यो पाहाड मैले भनेको थिएँ है जो जसलाई घुम्नु मन छ पाहाडहरू त्यसले चाहिँ मलाई फलो गरे हुन्छ मलाई फलो गऱ्यो भने चाहिँ उहाँले यसरी पाहाड घुम्नु पाउँछ यसले देख्न सक्नुहुनेछ यहाँ सायद टुरिस्टहरूको लागि यहाँ तपाईँले देख्न सक्नुहुन्छ टुरिस्टहरूकै लागि होला नाम्सु इको पार्क रहेछ है सबै बाँसले बनाएको रहेछ भर्खर यो चाहिँ बनिँदै गरेको होला सायद है अनि यहाँनिर चाहिँ तपाईँको पानी पनि खान सक्नुहुने रहेछ पानी आउँछ हाम्रोमा त आउँदैन हर्गर जलको यहाँनिर चाहिँ आउँदो रहेछ यो तपाईँले देख्न सक्नुहुनेछ बुङकुलुङको खोला पौडी खेल्ने त एउटा पनि जग्गा छैन नि यहाँनिर सब यो भएको यो खोला चाहिँ मासिँदै गएको अब अलिक दिन पछि चाहिँ यो खोला चाहिँ नि के बन्जर यो बाटो जस्तो छ नि त्यस्तै हुन्छ जस्तो लाग्दैछ एउटा मात्रै अफ रोडिङ होइन यो साइड पनि अफ रोडिङ छ आखिरमा अहिलेकै आएकै बाटो हो होइन निकै अप्ठ्यारो छ है यस्तो गाइस सिधै अब पर भेटौँ अहिले चाहिँ हामी सिधा अब चाहिँ सिधै जिरोको बाटोबाट सिधै जाने होइन गाइस अब चाहिँ हामी यो जुन रुट जाँदैछौँ है यसलाई चाहिँ जिरोको रुट भन्छ है रुट पनि एकदम मजाको छ तपाईँहरूले देख्न सक्नुहुन्छ हाइवे जस्तो टाइपको छ अरे क्या रुट हेर्दै जानु न चेक दिस रुट अम्बो हाइवे आएको जस्तो लाग्यो नि र यो देख्न सक्नुहुनेछ गाइस आम्मामा रोड त मक्खन छ त हेर साइड हेर्नु त आम्मामा दुधेको यो जुन पाहाड देख्दैछ नि वाउ सो ब्युटिफुल है सो गाइज अहिले चाहिँ हामी यहाँनिर एकदमै राम्रो भ्यू भएको जग्गामा आइराखेको छु है तपाईँहरूलाई देखाउँदैछु म चेक दिस भ्यू गाइज यो चाहिँ तपाईँको दुधे साइडको भ्यू हो है एकदमै खुल्ला कस्तो शान्ति भइराखेको छ एन्ड सी इज हियर यहाँ आउन पनि म मात्रै भिडियो भ्लग एन्ड गर्नु होइन आज चाहिँ उहाँहरूले भ्लग एन्ड गर्छ सो भ्लग एन्ड गरिदिनुहोस् त हजुर हेलो गाइज लेट्स एन्ड दिस भिडियो होइन त्यहाँदेखि चाहिँ तपाईँलाई अब यस्तै भिडियोहरू हेर्नु मनपर्छ र उसको भिडियोहरू तपाईँलाई अरू बेला पनि हेरिरहनु मनपर्छ भने चाहिँ उसलाई चाहिँ लाइक सेयर अनि फलो पनि गरिदिनु नबिर्सिनु होला कमेन्ट पनि तपाईँहरूले साथ दिनु होला सपोर्ट गरिदिनु होला माया दिनु होला त्यहाँदेखि यस्तै भ्यूहरू हेर्नु इन्जोय गर्नु एक्सप्लोर यो हिली एरियाजहरू होइन यति नै हो मेरोबाट थ्याङ्क यू Thank you so much for watching guys. See you on next video.